हेलो एन्ड जय मसी साथै नमस्ते सम्पूर्ण मेरो गाइजहरूलाई अनि विशेष गरी यो बिहानी फेरि पनि म तपाईहरुको बीचमा यो छोटो केही भनाइहरूलाई लिएर केही बोल्न मन लागेर आएको छु। अनि विशेष चाहिँ म क्लास जानको लागि रेडी भइसकेको छु अनि घरबाट चाहिँ म फर्मल ड्रेसमै जान्छु अनि क्लासमै पुगेर म ड्रेस लगाउँछु अनि त्यही भएको कारणले गर्दा चाहिँ फर्मल ड्रेसमै म रेडी भइसकेको छु। अनि यो बिहानी मलाई आज तपाईहरुको बीचमा सानो एउटा कुरा बोल्न मन लाग्यो। त्यो चाहिँ के हो भन्दाखेरि चाहिँ जीवन है, यो जीवन हाम्रो जीवन के हो है, तपाईहरुलाई के लाग्छ जीवन के हो जस्तो लाग्छ है। अनि मेरो भनाइ मेरो सोचमा अनि मेरो विचारमा चाहिँ यो जीवन चाहिँ एउटा ईश्वरीय प्रतिबिम्ब हो है। तपाई म आमाको गर्भबाट जन्मेको हो, बाउ र आमाको बीचको सहवासबाट बनिएको हो, तर हामी ईश्वरीय कुराको भित्री तत्त्वमा गएर हामी हेर्छौं भने चाहिँ तपाई म चाहिँ के हो भन्दाखेरि चाहिँ ईश्वरको प्रतिबिम्ब हो। ईश्वरले बनाउनु भएको एउटा प्लान हो है। अनि ईश्वरले सृष्टि गर्नु भएको एउटा योजना हो। अनि यो योजनालाई चाहिँ तपाई कसरी तपाई उतार्न चाहनुहुन्छ त्यो चाहिँ तपाईको हातमा। एउटा सुन्दर गुलाब फूललाई हेरौं, हामी माथि फुलेको देख्दै गर्दा कति त्यो राम्रो लाग्छ, मनोहित वाउ भन्ने लाग्छ नि। तर त्यो गुलाबको जब सुरुवात हुन्छ नि, सुरुदेखि नै हेर्नुहोस् त, पातमा पनि काँडा हुन्छ, डन्डीमा पनि काँडा हुन्छ। त्यो काँडाको बीचमा जेलिँदै गएर माथि गएर चाहिँ त्यो के गर्छ, फुल्छ। अनि फुलिकन त्यसले चाहिँ के गर्छ, सबैलाई मनमोहित पार्न सक्छ। त्यस्तै नै हाम्रो जीवन पनि एउटा के हो भन्दाखेरि हामी ईश्वरीय प्रतिबिम्बको रूपमा बनिएको प्रतिरूप त हौं, तर हाम्रो बीचमा पनि के छ, कति छन् त संघर्षहरू छ, दुःख छ, कष्ट छ, भनाइ छ, निन्दा छ, सुखको बाटो पनि छ, खुसीको क्षण पनि छ, रोदनको क्षण पनि छ। तर यो सबै बीचको संगमतामा चाहिँ हामी भुलिकन चाहिँ सबैलाई हँसाउन सक्नुपर्छ। किन भन्दा तपाई र म चाहिँ के हो, एउटा प्रतिबिम्ब ईश्वरको, गड प्लान है, गडको एउटा प्लान हो हामी। अनि हामी गडको प्लान भइसकेपछि त्यो प्लानलाई चाहिँ हामीले अरूमा पनि सार्न सक्नुपर्छ है त। यो चाहिँ के हो, मैले जीवन के हो भन्ने कुरामा हामी कतिचोटि घमण्ड गर्छौं। जीवन केही होइन, जीवन यस्तो कमाउने हो, रमाउने हो, कमाउनु पर्छ, खानु पर्छ, हाँस्नु पर्छ, एभ्रिथिङ हाम्रो जीवनमा चाहिन्छ। कमाउनु पर्छ, रमाउनु पर्छ, हाँस्नु पर्छ। तर यो जीवनलाई तपाई कसरी ढाल्न चाहनुहुन्छ? इन्जेक्सनले ढाल्न चाहनुहुन्छ अथवा मतपनमै डुबेर ढाल्न चाहनुहुन्छ या ईश्वरीय कुरालाई बोकेर आफ्नो जीवनलाई ढाल्न चाहनुहुन्छ? त्यो चाहिँ तपाई र मेरो हातमा छ है। तपाई र मेरो जीवन चाहिँ एउटा सुन्दर ईश्वरीय प्रतिबिम्ब हो। अनि यो प्रतिबिम्ब नमेटिनु अगाडि नै तपाई र मैले चाहिँ सदुपयोग गर्न सक्नुपर्छ। हस्त फेरि पनि सबैलाई जय मसी, नमस्ते।